अँध्यारो बाटोको यात्री। धेरै समय अघिको कुरा हो। एउटा गाउँमा राम नाम गरेको एक मानिस थियो। एक दिन उनी शहरबाट काम सकेर ढिलो गरी घर फर्किँदै थिए। बाटोमा एउटा ठूलो पिपलको बोट थियो, जसलाई स्थानीयहरू भूतको वासस्थान मान्थे। रातिको 12 बजिसकेको थियो। जताततै सन्नाटा थियो। राम पिपलको बोट नजिक पुग्दा उनले कसैले रोएको आवाज सुने। यताउति हेर्दा उनले एउटी महिलालाई सेतो साडीमा बसेर रोइरहेको देखे। रामले सोधे, "बहिनी, यति रातमा यहाँ किन रोएको?" महिलाले केही नबोली टाउको हल्लाइन्। रामले नजिकै गएर हेर्दा त महिलाको खुट्टा उल्टो फर्केको थियो। रामको सातो गयो। उनी भाग्न खोजे, तर उनको खुट्टा चलिन। महिलाले अचानक भयानक रूप लिइन्। उनका आँखाहरू राता थिए र हाँसोले डरलाग्दो वातावरण बनायो। रामले हिम्मत जुटाएर आफ्नो खल्तीबाट हनुमान चालिसा निकाले र पढ्न थाले। मन्त्रको शक्तिले त्यो भूत अचानक गायब भयो। राम डरले काँप्दै घर पुगे। त्यस दिनदेखि उनले रातको समयमा त्यो बाटो हिँड्न छोडे। निष्कर्ष, गाउँघरमा यस्ता थुप्रै भूतका कथाहरू सुन्न पाइन्छ, जसले डर मात्र होइन, सचेत पनि गराउँछन्। यो भिडियोमा दाउरी र भूतको कथा सुन्न सक्नुहुन्छ।